हेलो गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ हामी इनरवातिर घुम्दैछौँ। आज होलीको दिन रहेको हुनाले नि पैदल यात्रा लिन्थिङ इनरवा चोकतिर हिँड्दैछौँ है। आज हामी अगाडि दुईजना लगायत म यता प्याक हामी हिँड्दैछौँ। यो चाहिँ इनरवा नगरपालिकाभित्र हो। हामी चाहिँ यता भित्र गाउँको बाटो हिँड्दै आएको। यता चाहिँ टोलहरू सफा देखिन्छ, राम्रो नि रहेछ यताको। उता चाहिँ हामी अघि नै परैदेखि आएको र मैले भिडियो उता चाहिँ बनाइनँ, यताबाट बनाउँदैछु। दामी घर छ। अहिले चाहिँ हामी हाइवेतिर आइपुगेको छौँ। कबड्डी गोसकान होली लगाएर पुरै होलीको चहलपहल छ। अहिले हामी आइपुग्यौँ इनरवा म्याजिक स्ट्यान्डतिर। यस्तो छ यहाँको अवस्था। आज होलीको दिन तर चहलपहल केही छैन होलीको। पुरा ड्याङटी खाली छ। यस्तो नि हुन्छ। हेरौँ चोकतिर आइपुग्यौँ हामी गाइस यति बेला। यस्तो छ, यो चाहिँ इनरवा चोक हो। हामी लिन्थिङ हेरेर हिँड्दैछौँ यतातिर दायाँ बायाँ। अझै त्यस्तो भिडभाड छैन, खाली नै छ। नजारा देख्न सक्नुहुनेछ। यहाँबाट यता सिधा हाइवे चाहिँ यो काठमाडौँ जाने बाटो हो। यता चाहिँ कारभित्रतिर। अब हामी यहाँबाट इनरवा बस पार्कतिर जाँदैछौँ। ट्याक्क लाएर ल सँगसँगै जानुपर्छ। चाहिँ बस पार्क छिर्ने बाटो हो इनरवाको। बस पार्कतिर जाँदैछौँ हामी। पुरा भिड छ जस्तो छ अहिले चहलपहल लाएर। यस्तो छ यहाँको अवस्था। यो रहेको छ इनरवाको बस पार्क। बस पार्क एरियामा यस्तो छ आज चहलपहल देख्न सक्नुहुनेछ। यहाँ पनि लिन्थिङ हिँड्दै बस पार्क। अहिले चाहिँ हामी पार्कबाट फर्किँदैछौँ।